नमस्ते एभ्रिवान। जस्तो हिजो चाहिँ हाम्रो होलीको दिनमा चाहिँ हाम्रो हेल्दी लिभिङ नेपालमा पाउने जुन राइस ब्रान्ड ओइल प्लस त्यसको बेनिफिटको भिडियो चाहिँ मैले फेसबुकमा सेयर गरेको थिएँ होइन। त्यस पछाडि चाहिँ यसको अझै धेरै बेनिफिट के छ अझै देखाइदिनु भनेर चाहिँ धेरै त्यो भन्नुभएको हुनाले चाहिँ मैले चाहिँ आज चाहिँ यो जुन भिडियो बनाउन लगाएर छु होइन, त्यो अलिकति पर्सनली भन्न पोसिबल नभएर तेल यही हो हिजो सेयर गरेको राइस ब्रान्ड ओइल हजुरले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घरमा आफैले युज गर्दै गरेको हो। यो तेलको बारेमा चाहिँ किन भन्न प्लस जानु जरुरी छ भने यदि यो तेल युज गर्छ भने हाम्रो शरीरको 60% बिरामी चाहिँ तेल खाँदा मात्रै सन्चो हुन्छ। यो तेल मात्रै होइन कि औषधि हो होइन। त्यही कुरा चाहिँ हजुरहरूलाई मैले देखाउन गइरहेको छु। यो भिडियो ब्याक गरेर एकछिन वेट गर्नुहोस्। अहिले चाहिँ मैले क्यामेरा ब्याक गरेँ, हजुरले देख्न सक्नुहुन्छ। फिजिकल र केमिकल दुई प्रकारको रिफाइन्ड ओइल हुन्छ। यो हेल्दी लिभिङ यो चाहिँ हाम्रो जस्तो फिजिकल रिफाइन्ड ओइल हो होइन। यो एकदम हेल्थको लागि राम्रो हुन्छ। यो कुरा हजुरले बुझ्नु होला। लाइट हाउस राइस ब्रान्ड ओइल। राइस ब्रान्ड ओइल भनेको चाहिँ धानको छिल्का होइन। कोहीले चाहिँ फर्स्ट टाइम सुन्दै हुनुहुन्छ होला। धानको बिया चामल बाहिर प्लस त्यो धानको बोक्रा हुन्छ नि, त्यो भित्रको एक प्रकारको लेयरबाट चाहिँ यो तेल तयार गरिन्छ। प्लस के छ भने यो यदि जस्तो एडेड भिटामिन ए एन्ड डी भनेको छ नि, यो तेल हामीले रेगुलर युज गर्छौँ भने भिटामिन ए र भिटामिन डी चाहिँ यही तेलमा हुन्छ कि। त्यही भएर चाहिँ हजुरहरूलाई चाहिँ यो भिटामिन डी र भिटामिन ए को कमी चाहिँ यो तेल खाँदा मात्रै पनि हुँदैन। अर्को भनेको हजुरले देख्न सक्नुहुन्छ यस्तो हाम्रो 1500 mg ओरिजिनल होइन। यदि हामीलाई मुटु सम्बन्धी रोग लाग्छ भने यही त्यो ओरिजिनल चाहिँ हामीले 1500 mg सिरिन्जको माध्यमबाट लाउनु पर्छ भने 3500 पर्छ। त्यही चाहिँ ओरिजिनल किन्दाखेरि चाहिँ हामीले यो तेल फ्रीमा दिइरहेको छ। यो 2 लिटरको तेल हो होइन। यसको प्राइस चाहिँ 870 हो। प्लस के छ भने जस्तो हाम्रो प्रिजर्भेटिभ फ्री छ यो तेल होइन। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँनिर हजुरहरूले यो तेल चाहिँ देखिसक्नु भयो होइन। यही वाला जस्तो के छ भने यो तेलको कुरा गर्ने भने हाम्रो 332 डिग्री सेल्सियस तापक्रमसम्म पकाउँदा पनि यो तेल डढ्दैन कि। कुनै पनि ट्रान्स फ्याटहरू बन्दैन। जस्तो हामीले बाहिरको तेल त हामीले जस्तो पकाउँछ भने त्यो कराईमा यस्तो घेरा लाग्छ होइन, त्यो भित्तामा पनि पुरै कालो हुन्छ नि त। तर यो तेल हजुरले 7 चोटि पकाउनुहोस् होइन, यो चाहिँ रियुजेबल हुन्छ कि। डढुवा तेल बन्दैन। यो तेल खानुहुन्छ भने कुनै पनि पेट समस्या आउँदैन होइन, ग्यास्ट्रिक हुँदैन। जस्तो खाना खाएर चाहिँ जस्तो व्रत बस्दा पनि होइन, जस्तो व्रत बस्दाखेरि घिउमा सुजीहरू बनाएर खायो भने कस्तो पेट डमडम हुन्छ नि, तर यो तेलले चाहिँ नहुँदो रहेछ कि। यो चाहिँ मेरो आफ्नो एक्सपिरियन्स होइन। यदि हामीले यो तेल रेगुलर युज गर्छौँ भने हाम्रो ब्याड कोलेस्ट्रोल घटाउँछ प्लस गुड कोलेस्ट्रोल बनाउँछ होइन। यो कम खर्चिलो हुन्छ। यदि हामीले बाहिरको 10 लिटर तेल खान्छौँ भने यो तेल जम्मा 2टा बोतल 4 लिटरले पुग्छ कि। एकदम थोरै हाले पनि पुग्छ यो होइन। अनि त्यस पछाडि जस्तो मुटुको लागि एकदम बेस्ट भयो हजुरहरूलाई। जस्तो यसले चाहिँ जोइन्ट पेनको लागि पनि काम गर्छ कि। यदि हामीलाई जस्तो तरकारीहरू चाहिँ त्यो तेलहरूमा त्यो भुट्न मात्रै होइन कि, जस्तो यो जोइन्ट पेनको लागि पनि यसले काम गर्छ। स्किनको लागि राम्रो बनाउँछ। पेट सम्बन्धी कुनै समस्याहरू आउन दिँदैन। यदि हामी स्वस्थ बन्न चाहन्छौँ भने हामीले के गर्नु पर्यो भने हेल्दी लिभिङ नेपालको यो स्वस्थ तेल चाहिँ हामीले खानु पर्यो। सबैजनाले चाहिँ जस्तो यो हाम्रो एन्टिअक्सिडेन्ट युक्त होइन, यो जुन ब्लड प्रेसर कोलेस्ट्रोल युज गर्ने बेस्ट तेल युज गर्नु होला होइन। जस्तो मैले आफूले भनेर भन्दा पनि हजुरहरूले एकचोटि युज गर्नुहोस् होइन। राम्रो लाग्यो भने आफ्नो स्वास्थ्य आफ्नो हातमा छ भन्दै यो तेलहरू युज गर्न चाहनुहुन्छ भने 9826 14 32 38 मेरो नम्बर छ। हजुरहरूले पर्सनली मेसेज गर्न सक्नुहुन्छ।